नमस्कार साथीहरू। माइक्रोसफ्ट अफिस अथवा माइक्रोसफ्ट एप्लिकेसनमा रहेको वर्डमा हामीले होम ट्याबमा भएको केही जानकारीहरू लिनेछौँ। यसमा के कुराहरू छन् त होम ट्याबको सबैभन्दा फर्स्टमा रहेको कड रहेको छ। कड अहिले डिसेबल देखिन्छ। यसलाई इनेबल गर्नको लागि कुनै पनि अब्जेक्टलाई हामीले सिलेक्ट गर्यौँ भने चाहिँ यो इनेबल हुन्छ र यसमा हामीले क्लिक गर्यौँ भनेपछि यहाँ सिलेक्ट गरिएको टेक्स्टलाई चाहिँ हामीले हराएको छ, जसलाई सो गर्नको लागि अर्को ठाउँमा सारेर कट गरेर मुभ एक ठाउँबाट अर्को ठाउँमा रिमुभ गर्नको लागि, एक ठाउँबाट अर्को ठाउँमा मुभ गर्नको लागि, एक ठाउँको डकुमेन्टलाई रिमुभ गर्ने र सो डकुमेन्टलाई अर्को ठाउँमा मुभ गर्नको लागि कटको प्रयोग गर्दछौँ हामीले। जसरी यहाँ हेर्न सक्नुहुन्छ, यसलाई पेस्ट गर्यो भने माथि कट गरेर राखिदियो, तर यसैले तल हामीले पेस्ट गरेर हेर्यौँ भने माथि पुरै खाली राखेर तल चाहिँ पेस्ट गरेको छ यसले। र अर्को रहेको छ कपी। कपीको काम पनि यसमा सिलेक्ट गरिएको डकुमेन्टलाई कपी गर्ने काम गर्छ, जसको डुप्लिकेट बनाउने काम गर्छ। हेर्नुहोस् है, यसलाई यहाँ सिलेक्ट गरिदिउँ, यो ठाउँमा सिलेक्ट गर्यो भनेपछि चाहिँ पेस्ट गर्यो भने यहाँ पनि रहेको छ र यहाँ पनि रहेको छ, दुईटै ठाउँमा रहेको छ। यसलाई चाहिँ हामीले जसको डुप्लिकेट बनाएर अर्को ठाउँमा एक ठाउँबाट अर्को पेजमा, एक पेजबाट अर्को पेजमा त्यसको डुप्लिकेट पेस्ट गर्नको लागि चाहिँ हामीले कपीको प्रयोग गर्दछौँ। यो पेस्ट कपी गरेको डकुमेन्टलाई पेस्ट गर्नको लागि यसले काम गर्छ। फर्मेट पेन्टरले हामीले यसमा फर्मेट पेन्टर पनि रहेको छ, जसलाई एक्टिभ गर्नको लागि फर्मेट पेन्टरको सर्टकट की भनेको कन्ट्रोल सिफ्टसँग सी गर्दा हुन्छ, कन्ट्रोल सिफ्टसँग भी गर्दा नि फर्मेट पेन्टरले काम गर्छ। र यसमा रहेको छ किबोर्डमा रहेका कुराहरू भए। र यसपछि रहेको छ फन्ट। फन्ट ओपन गर्नको लागि हामीले कन्ट्रोल सिफ्टसँग एफ गर्यो भने चाहिँ फन्ट ओपन हुन्छ। फन्टमा के कुराहरू रहेको छ त फन्टको फिचर्सहरू हेर्ने हो भने फन्टको विशेषताहरूमा यसको स्केल अथवा डिफल्ट फन्ट साइज भनेको 100 रहेको छ भने यसको मिनिमम 33% र म्याक्सिमम चाहिँ 200% यसको फन्ट साइज रहेको छ। स्पेशल फन्ट भने नर्मल रहेको छ, पोजिसन पनि नर्मल रहेको छ। यसमा हेर्न सक्छौँ। यसका टाइप्सहरूमा चाहिँ हामीले यसमा हेर्न सक्छौँ, सरर हामीले पढ्न सक्छौँ यसलाई। र यसै गरी फन्ट साइज पछि यसको एडभान्टेज फिचर्स अनि फन्ट साइज फिचर्समा रहेको फन्टको बडी, हेडिङ हैन, एजेन्सी अफ की, यसमा रहेका धेरै फिचर्सहरू यस्तैहरू पनि रहेका छन्। र यसको फन्ट स्टाइलमा चाहिँ रेगुलर इटालिक, बोल्ड र बोल्ड इटालिक यसलाई सम्झिनु पर्ने हुन्छ। र यसमा चाहिँ हामीले यसको इफेक्ट चाहिँ यसमा इफेक्टमा 4वटा रहेका छन्। स्टिक थ्रु रहेको छ, डबल स्टिक थ्रु रहेको छ, सुपर स्क्रिप्ट र सब स्क्रिप्ट रहेको छ। यसमा चाहिँ हामीले यो पनि थाहा पाइसकेका छौँ, जो यी कुराहरू होम ट्याबको फन्टमा रहेका छन्। र यसमा फन्टमा अरू के हुन्छ त यसको यो साइजमा रहेको यो फन्टको साइज चाहिँ कति हुन्छ? इन्टरनल साइज भनेको 8 to 72 सम्म हुन्छ। 8 भनेको मिनिमम साइज र 72 भनेको म्याक्सिमम साइज रहेको छ। यसले चाहिँ के गर्छ? फन्ट साइज बढाउने काम गर्छ भने यतातिर रहेको यो ए अथवा कन्ट्रोलसँग लेस देनले साइज घटाउने काम गर्दछ र कन्ट्रोलसँग ग्रेटर देन गर्यो भने चाहिँ साइजलाई बढाउने काम गर्छ। बी यहाँ नजिक कुनै पनि डकुमेन्ट अथवा कुनै टेक्स्ट डकुमेन्टमा रहेको टेक्स्टलाई हाइलाइट गर्नको लागि हामीले बी को प्रयोग गर्दछौँ। बी मा क्लिक गर्यो भने चाहिँ डकुमेन्टमा रहेको सिलेक्ट अप्सन चाहिँ हाम्रो बोल्ड रहेको छ र त्यसलाई इटालिक गर्नको लागि हामीले आई रहेको छ, यसमा क्लिक गर्यो भने चाहिँ इटालीमा देखिन्छ। बोल्ड गरेको हामीले जुन भाग बोल्ड गरेका थियौँ त्यसैलाई इटालिक गर्दाखेरिमा छड्के अक्षरहरू देखिने गर्दछ। र यसैले हामीले अन्डरलाइन गर्नु पर्यो भने चाहिँ अन्डरलाइन गर्नको लागि यु को प्रयोग गरिएको छ। युले चाहिँ यसको अन्डरलाइन गर्ने काम गर्दछ। र अक्षर काटिएको देखाउनको लागि हामीले यसमा स्टिक थ्रु को प्रयोग गर्दछौँ। स्टिक थ्रु को काम भनेको अक्षरहरूलाई काटिएको देखाउनको लागि हामीले जो बोल्ड गरेको भाग इटालिक गरिसकेर अन्डरलाइन गरेको भागमा चाहिँ हामीले स्टिक थ्रु गरेका छौँ। स्टिक थ्रुलाई हटाउनु पर्यो भनेपछि यसमा क्लिक गर्यो भने हटिहाल्छ। र यसमा रहेको छ सब स्क्रिप्ट हैन। सब स्क्रिप्टले अक्षरहरूलाई चाहिँ माथि, सबले सुपर स्क्रिप्टले माथि गर्छ र सब स्क्रिप्टले तल अक्षर सेन्टेन्स भन्दा तल झरेको बनाउनको लागि सब स्क्रिप्टको प्रयोग गरिन्छ भने सुपर स्क्रिप्टले अक्षरलाई माथिल्लो अथवा स्क्वायरमा राख्नको लागि
स्क्वायर अप्सनमा राख्नको लागि सुपरस्क्रिप्टको प्रयोग गरिन्छ हैन। अनि त्यसपछि हाम्रो रहेको छ एकछिन फन्ट साइजमा हामीले टेक्स्ट कलरहरू लगाउनु पर्यो भने, ब्याकग्राउन्ड कलरहरू लगाउनु पर्यो भने, अक्षरको स्टाइल दिनु पर्यो भने कस्तो कस्तो अक्षरको स्टाइल दिन सक्छौँ त। हामीले यसै सिलेक्ट गरेको ठाउँलाई हेरौँ, हामीले अक्षरको डिजाइन कसरी दिने त, कुन कुन स्टाइलमा छन् त अक्षरहरू हामीले हेर्न सक्छौँ। हाम्रो विभिन्न किसिमको विभिन्न डिजाइनहरू दिन सक्छौँ अक्षरको पनि टेक्स्टमा। टेक्स्टको स्टाइल भयो। अब यसको ब्याकग्राउन्ड कलर चाहिँ कस्तो राखौँ भने हामी ग्रीन कलरमा राखौँ। तलको हाम्रो अक्षर टेक्स्टको स्टाइल रहेको छ, माथिल्लो भागमा चाहिँ हामीले ब्याकग्राउन्ड कलर लगाएका छौँ भने अब यो ठाउँमा चाहिँ हामीले टेक्स्ट कलर लगाएर हेर्नु कस्तो देखिन्छ त। टेक्स्ट कलर कस्तो लगाउँ, रेड कलर लगाउँ हामी। रातो अक्षरमा लेखिएको सबै भाग टेक्स्ट कलर हो। ब्याकग्राउन्ड कलर भनेको अक्षरभन्दा पछाडिको भागमा लगाएको कलर चाहिँ ब्याकग्राउन्ड कलर हो। र अक्षर डिजाइनिङ गरेको भनेको अक्षर विभिन्न तरिकाबाट सो गरिएको छ भने त्यसलाई चाहिँ हामीले अक्षरको डिजाइन गरिएको छ भनेर भन्न सक्छौँ। र यसमा रहेको छ माथिल्लो भागमा रहेको क्लियर अल फर्मेटिङ। यो भागमा रहेकोले चाहिँ फर्मेटलाई क्लियर गर्ने काम गर्दछ भने यसले चाहिँ चेन्ज केसले चाहिँ हाम्रो अक्षरलाई सेन्टेन्स केसमा चेन्ज गर्ने काम गर्दछ। जस्तै क्यापिटल, स्मल, लर, टगल केस। हाम्रो जस्तै अक्षरहरूलाई सेन्टेन्स केसमा लेख्न पर्यो भने चाहिँ सेन्टेन्स केसमा हामीले कसको प्रयोग गर्दछौँ भनेपछि हाम्रो चेन्ज केसको प्रयोग गर्दछौँ। चेन्ज केसमा अक्षरहरूलाई हामीले सेन्टेन्सको रूपमा देखाउनको लागि यो सेन्टेन्सको रूपमा रहेको छ, यो सेन्टेन्समै छ। र यसलाई हामीले लर केसमा हेरौँ, सबै अगाडिको अक्षर चाहिँ क्यापिटल छ तर लर केसमा राख्यो भने चाहिँ कस्तो देखिन्छ हेरौँ है त। यसलाई सिलेक्ट गरेर हामीले लर केसमा लगायौँ भने कस्तो देखिन्छ त, सबै स्मल लेटरमा देखिँदो रहेछ हो। यो सबै स्मल लेटरमा देखिएको अक्षरहरू चाहिँ लोअर केस हो। र अप्पर केसमा लगाएर हेर्यौँ भने चाहिँ कस्तो देखिन्छ त, यसलाई सिलेक्ट गर्ने, यसैमा गएर अप्पर केस गऱ्यौँ भने चाहिँ हामीले सम्पूर्ण अक्षरहरू चाहिँ क्यापिटलाइजमा देखिने रहेछन्। अप्पर केस गऱ्यो भने र यसको क्यापिटलाइज एस ओ, प्रत्येक वर्डलाई क्यापिटलाइजमा लेखेको छ। हामीले यसलाई सिलेक्ट गरेर प्रत्येक वर्डलाई क्यापिटलाइजमा लेख्न पर्यो भने चाहिँ यसको प्रयोग गर्छौँ, हेर्न सक्छौँ हामीले। यसको प्रयोग हामीले क्यापिटलाइज वर्ड, प्रत्येक वर्डहरू एच वर्ड क्यापिटलाइज इट भन्छन्। एच वर्ड क्यापिटलाइज भनेको प्रत्येक वर्डलाई चाहिँ क्यापिटलाइज कस्तो, प्रत्येक वर्डको अगाडिको अक्षर चाहिँ क्यापिटल भएको छ। एच वर्ड क्यापिटलाइज अर्थात् क्यापिटलाइज एच वर्ड भनेको प्रत्येक वर्डको अगाडिको भाग, अगाडिको लेटर चाहिँ क्यापिटल रहेको छ। र यसैले हामीले टगल केसमा हेर्यौँ भनेपछि टगल केसमा चाहिँ के देखाउँछ, अगाडिको अक्षर स्मल, बाँकी पछाडिको सबै अक्षरहरू क्यापिटल। हेरौँ है त, अगाडिको लेटर चाहिँ स्मल रहेको छ र पछाडिको सबै लेटरहरू चाहिँ क्यापिटल रहेको छ हो। यसलाई भन्छ टगल केस। हस्त साथीहरू, आजलाई यति गरौँ, बाँकी नेक्स्ट भिडियोमा।